पर्वतको मोदी गाउँपालिका 8 चित्रे राम्जा र दराकलाई सदरमुकाम कुस्मा र प्रदेश राजधानी पोखरा जोड्ने सडक निर्माण अघि बढेको छ। प्रदेशको समपूरक योजना अन्तर्गतको रती खोला दराक चित्रे गाङ्गटे राम्जा सडक निर्माणले तीव्रता पाएको हो। सडकको करिब 8 किलोमिटरमा हिम पाइप राख्ने, पर्खाल र नाली बनाउने काम भइरहेको हो। गण्डकी प्रदेश अन्तर्गत पूर्वाधार विकास कार्यालय पर्वत अन्तर्गत समपूरक योजना अन्तर्गत यो पर्वत जिल्लामा कार्यान्वयन हुने रती खोला दराक चित्रे गङ्गटे राम्जा देउराली सडक 13 किलोमिटर सडकको चाहिँ 2081 जेठमा ठेक्का सम्झौता भएर अहिले निर्माणाधीन अवस्थामा रहेको छ। हालसम्म चाहिँ यस सडकको चाहिँ स्ट्रक्चर नालाहरू बनाउने, रिटेनिङ वालहरू लगाउने र हिमपाइप क्रसिङहरू राख्ने काम चाहिँ करिब 8 किलोमिटरमा सम्पन्न भइसकेको अवस्था छ। यस सडककोमा हालमा चाहिँ 120 जना मजदुर परिचालन भएर चाहिँ निर्माण कार्य चाहिँ अगाडि बढिरहेको यो तिलार रती खोला दराक चित्रे राम्जा गोताइथर गङ्गटे यो मोटर बाटो मुख्य गरी यो जिल्ला सदरमुकाम कुस्मसँग जोड्ने गरी त्यसको साथसाथै अब प्रदेश सदरमुकाम पोखरासँग पनि जोड्ने गरी यो बाटो अहिले निर्माण कार्य सुरु भइरहेको छ। 2081 जेठमा सम्झौता भएको सडक सम्पन्न मिति अगावै सडक हस्तान्तरण हुने गरी काम भइरहेको हो। 13 किलोमिटर सडक कालोपत्रे हुने गरी निर्माण थालिएको सडकको लागि 42 करोड 27 लाख बजेट विनियोजन गरिएको छ। सडक निर्माणको भौतिक प्रगति 50% छ।